साम्पाङलाई जानकी मन्दिरमा जान नदिएको विषयलाई लिएर धेरै टिप्पणी आए। हामी भित्र प्रवेश हुन दिदैनौं। गाई खाने मान्छे हो, उलाई मन्दिर प्रवेश किन गराउनु पर्यो है? सबैलाई थाहा छ नेपाल हिन्दू राष्ट्र हो भनेर है। हिन्दू राष्ट्र हो भन्ने थाहा हुँदा हुँदै पनि गाई काटेर खानु पर्छ हैन। खानु मात्रै होइन, गाईलाई काटेर गाई र गोरुको मासु विदेशमा सप्लाई पनि गर्नुपर्छ भन्नेसम्म अभिव्यक्ति दिँदा अनि धार्मिक मानिएको जानकी मन्दिरमा पस्न दिन्छन् त? यही कुरो चाहिँ हाम्रो हिन्दू राष्ट्र हुँदा हुँदै थाहा हुँदा हुँदै पनि गाई काटेर खानु पाउनुपर्छ भन्ने अभिव्यक्ति दिँदाखेरि मन्दिर जान दिएनन् है। यही कुरो चाहिँ मुस्लिम राष्ट्रमा गएर बुङ्गुर पालेर बुङ्गुरको मासु बेच्नुपर्छ भनेर भने भने मुस्लिमहरूले के गर्लान्? तिमीहरूको टाउको बाँकी राख्लान्। त्यही भएर हिन्दू राष्ट्रमा बसेर यस्ता अभिव्यक्ति दिँदाखेरि यो भनेको सामान्य घटना हो। यस्ता अभिव्यक्ति दिनु हुन्थेन, किन दियौ त्यो बुझ्नु पर्दैन? हिन्दू राष्ट्रमा बसेर हिन्दूको अपमान गर्ने जस्ता टिप्पणीहरू दिँदाखेरि जनताले अनि त्यसपछि पवित्र स्थलमा जान दिन्छन् त? जे गरे ठिक गरे। यस्ता अभिव्यक्ति दिँदाखेरि देशमै राख्न नमिल्ने खालको सम्म हुनसक्छ। त्यही भएर यस्ता अभिव्यक्ति दिनुभन्दा अगाडि सोचेर विचार गरेर दिनु आवश्यकता छ।